नमस्कार। आजको फसे समाचारमा यहाँहरूलाई हार्दिक स्वागत छ। फसे समाचार सुरु गर्नुभन्दा पहिला आजका मुख्य खबरहरू। पसल नचलेपछि व्यापारीहरू दिनभर घाम ताप्दै चिया पिउन बाध्य। ग्राहकहरूको संख्या भने शून्य, चियाको कप भने निरन्तर बढ्दै। अब समाचार विस्तारमा। बिहानै पसल खोल्यो, कुर्सीमा बस्यो अनि ग्राहकहरूको बाटो पुर्न थाल्यो। बाटोमा मान्छे देख्यो, लौ ग्राहक आयो भनेर ढुक्क उठ्यो। तर नजिक पुग्दा थाहा भयो छिमेकी उधारो माग्न आएको रहेछन्। दिनभरि ग्राहकहरूको बाटो हेर्दा हेर्दै 3 कप चिया सिद्धिसक्यो। व्यापार भने एक कुटिएको पनि भएन। व्यापारीहरूको भनाइ छ, पसल त व्यापार गर्न खोलेका हौं, अहिले त चिया पिउने र घाम ताप्ने ठाउँ भएको छ। यस्तै अवस्था रहे व्यापार बन्द गरेर चिया पसल खोल्ने कि भन्ने विषयमा गम्भीर छलफल भइरहेको समाचार प्राप्त भएको छ। फसे समाचार आजका लागि यति नै। ग्राहक आए व्यापारको खबर र नआए फेरि घाम तापेको र चिया पिउँदै गरेको खबर लिएर फेरि उपस्थित हुनेछौँ। धन्यवाद।